यो म एभरेस्ट यो स्याउ फार्म पातलेमा छु सोलुखुम्बुमा। यहाँ स्याउका बोटहरू हेर्दाखेरि लगभग 4 वर्ष 5 वर्षको जस्तो देखिन्छन्। मजाले स्परहरू आएको छ, एकदम डेभलप भइसकेको स्परहरू छ र अब यसमा राम्रो ट्रेनिङ प्रुनिङ गर्ने समय चाहिँ आइसकेको छ अहिले। अब माघको सेकेन्ड विक लागिसक्यो। आज 7 गते। व्यवस्थापन गर्नु मल कति हाल्ने कसरी हाल्ने भन्ने कुरा चाहिँ म अहिले तपाईँहरूलाई त्यहाँ गएर भन्छु होइन। मलखात व्यवस्थापन गर्दै जाँदाखेरि हामीले यसरी उकेर लगाएर चाहिँ गर्नु हुँदैन। हेर्नुहोस्, उकेर लगाएर गर्दा के हुन्छ भन्दाखेरि यहाँ ग्राफ्टिङ गरेको भयो नि त। हेर्नु त, यो ग्राफ्टिङ गरेको भाग छ नि, यो गाँठो परेको भाग, यो गाँठो परेको भाग चाहिँ छोपियो कि, बुझ्नुभयो? यो छोपिँदै गर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् त, यसरी जरा हाल्यो। यो जरा केले हाल्यो भन्दाखेरि यो त M9मा गरेको हो नि त। हजुर, M9मा ग्राफ्टिङ गरेको हो। जरा चाहिँ हाल्नुपर्ने यो तलपट्टिको भागले मात्रै हो होइन। यो चाहिँ जोइन भएकै भागबाट अब यो माथिल्लो जुन जोडेको छ, यो तपाईँको फुजी जोडेको हो भने फुजीबाट जरा हाल्यो होइन, जोरा प्रिन्स जोडेको हो भने जोरा प्रिन्सबाट हाल्यो होइन, गाला हो भने गालाबाट हाल्यो। त्यसले गर्दाखेरि तपाईँको यो रुट स्टकले जुन इम्प्याक्ट पार्नुपर्ने थियो नि, त्यो इम्प्याक्ट चाहिँ पार्न सकेन क्या यसले है। अब यसैको गुणहरू चाहिँ हुने भयो यसमा। यो रुट स्टकको कुनै प्रभाव पर्ने भएन। अनि अर्को कुरा चाहिँ अब थोपिँदै जाँदाखेरि यहीँबाट यो रटहरू हुने भयो, यसबाट कुहिने भयो। जरा कुहिने रोग, काण्ड कुहिने रोगहरू चाहिँ यहाँबाट लाग्ने र 1-2 वर्षपछि चाहिँ यो माथिल्लो भाग चाहिँ सुकेर जाने समस्या हुन्छ। यसलाई निराकरण गर्नको लागि कम्तीमा पनि तपाईँको 10-15 सेन्टिमिटर चाहिँ जमिनको सतहभन्दा यो गाँठो परेको भाग, यो जोइन भएको भाग, ग्राफ्टिङ गरेको युनियन चाहिँ तपाईँको माथि हुनु पर्यो होइन। त्यसको लागि चाहिँ तपाईँले अब यसरी यो प्लास्टिक मल्चिङ गर्दाखेरि प्रत्येक वर्ष छोप्दै गयो भने त यो त माथि आउँदै जान्छ नि त। हो, त्यो कारणले गर्दाखेरि यसलाई चाहिँ एकदम हामीले ध्यान दिनु पऱ्यो। मल हाल्ने बेलामा यो भाग चाहिँ छोपिनु भएन है। त्यसलाई चाहिँ हजुरहरूले अब ध्यान दिनुहोस्। र यो प्लास्टिकलाई चाहिँ बिस्तारै हटाएर हामीले अहिले कसरी हेरौँ भन्दाखेरि यसको सतह चाहिँ अलिकति तल बनाऊँ, यसमा पनि त्यसमा पनि होइन। र मल हाल्ने बेलामा चाहिँ हजुरहरूले यहाँ कसरी हाल्नुहुन्छ होइन, सबै खनेर हाल्न चाहिँ अलिकति गाह्रो हुन्छ होला। नत्र पनि ट्रेन्च बनाउने, यसको यो रिजनमा ट्रेन्च बनाउने, जरा नकाटिने गरेर। अनि त्यसमा पनि यो रिजनमा चाहिँ ट्रेन्च बनाउने र यस्तो गोलो पारा खनेर सर अनि सर हाल्यो अनि सबै छोपेको लागि होइन। त्यसरी गर्न सक्यो भने त एकदम राम्रो भयो होइन। अब त्यसरी गर्दाखेरि ऊ अलिकति बढी लेबर लाग्छ नि त। नत्र भने सर किन भन्दा यो त 1-1 मिटरमा रोपेको छ नि त हामीले। 1-1 मिटरमा रोप्दा यसको जरा पनि आधा मिटरसम्म आउँछ, यसको जरा नि आधा मिटरसम्म आउँछ भनेपछि यहाँ अलिकति गरेर यहाँ दुईटैलाई पुग्ने गरेर मल यहाँ यसरी हालिदिने अनि सर र यतापट्टिबाट पनि लाइन हालिदिने, उताबाट पनि लाइन हालिदिने होइन। त्यो गर्दाखेरि चाहिँ एकदम सजिलो हुन्छ। त्यसमा चाहिँ कम्पोस्ट मल पनि हालिदिने। अनि हामीले अरू रासायनिक मलहरू हाल्छौँ भने रासायनिक मलहरू नि हालिदिनु पऱ्यो। अरू अब सूक्ष्म तत्त्वहरू हामी केही माटोमा मिलाउने खालको हाल्छौँ भने त्यसरी पनि हालिदिने। र हामीले यो मल हाल्दाखेरि चाहिँ मलको व्यवस्थापन चाहिँ त्यसरी गर्दाखेरि एकदम राम्रो हुन्छ। अब तपाईँले प्रत्येकमा गोलो बनाउनको लागि अलिकति गाह्रो हुन्छ, अलिकति झन्झटिलो हुन्छ होइन। त्यो कारणले गर्दाखेरि किन भन्दाखेरि तपाईँको यहाँ त तलपट्टि नि एउटा तार हुन्छ नि त। यो त यहाँ हजुरहरूले पो ताल नआएर यहाँ घुम्न सजिलो भयो, खन्न सजिलो भयो। यहाँ त तार हुन्छ, यसमा त मिल्दै यहाँ त त्यही भएर तपाईँले घुम्न एकदम गाह्रो हुन्छ होइन। त्यही भएर तपाईँले यसरी गर्दाखेरि चाहिँ एकदम बेस्ट हुन्छ है मेरो आफ्नो अनुभवमा चाहिँ। र प्रायः जस्तो मुस्ताङको उसमा बेल्टमा हेर्दाखेरि चाहिँ त्यसरी नै गर्ने गरेको छ। र अब अहिले चाहिँ हजुरहरूले के गर्नुहोस् तत्काल भन्दाखेरि यो गाँठोहरूलाई चाहिँ सबैलाई निकाल्नु पर्यो। गाँठोलाई चाहिँ कम्तीमा पनि यो माटोले नछुने गरेर बनाउनुहोस्। यो प्लास्टिकलाई चाहिँ सटक्क हटाएर गर्नुहोस्। सकेसम्म यो प्लास्टिक युज गर्दाखेरि एकदम यो प्लास्टिक पोल्युसन हुन्छ होइन, प्रदूषण बढ्छ। र त्यो कारणले गर्दाखेरि अब कस्ट पनि बढ्ने भयो, प्लास्टिक किन्नै पर्यो होइन। हामीसँग त यहाँ हेर्नु त यस्तो मजाको मल छ, यो त कुहिन्छ नि त होइन। अनि यसैलाई मजाले हालिदिने। तर यस्तो हाल्दाखेरि पनि तपाईँको त्यो गाँठो चाहिँ पुरिनु भएन, जे हाल्यो नि त्यो चाहिँ त्यो पुर्नु भएन। त्यसलाई चाहिँ ध्यान दिनु होला। र सर्लक्क यस्तो झारहरू उक्काउने, त्यो झारहरूले लगाइदिने होइन। 2-4 जना लेबर बढी लाग्न सक्छ, तर बगैँचा चाहिँ एकदम राम्रो हुन्छ, अर्ग्यानिक हुन्छ होइन। र प्रदूषण पनि हुँदैन। ल हुन्छ। सर यसको केसमा चाहिँ यो जरा चाहिँ काटिदिने कि अब
होइन यसलाई त यो त माथिपट्टि भएपछि आफै सुकेर जान्छ काटेर फालिदियो भने भयो त्यसलाई त्यो जरा होइन त्यो 10 देखि 15 सेन्टिमिटर भन्नुभयो नि त सरले यो त माटो त लगभग यो गाँठो त यतितिर साको पनि माटो आउने रहेछ भने अझ यो माथि पनि माटो राख्ने योभन्दा बरु यो यहीँनिर उम्रेको झारलाई काटेर त्यहीँ राख्नु राम्रो तर त्यो झार राख्ने बेलामा तपाईँले के ध्यान दिनु पर्यो भने यो यस्तोमा हाल्ने मल यहाँ दिने मल दिने त यहाँ हो त्यसमा चाहिँ हाम्रो मल हाल्दाखेरि यति लगभग 1 फिट वरपर यस्तो मल हाल्दै पुऱ्याएको यो सकेसम्म प्लास्टिक चाहिँ यहाँ माटोमा नरहोस् है माटोमा नरहने गरेर निकाल्नु है प्लास्टिकहरू निकाल्ने बेला यो त अब खन्नु पर्यो होइन यो साइडमा त यसरी नै निकाल्नु पर्यो अब हजुरहरूले के बुझ्नुहोस् भन्दाखेरि यहाँ चाहिँ एउटा तार जान्छ यो तार भयो भने यहाँ गोलो बनाएर हामीले यो बनाउन एकदम गाह्रो हुन्छ गोलो बनाउनु त छिर्न त मिलेन नि त फेरि तार भएपछि हरेक 2-2 फिटमा तार हुन्छ भनेर मैले भनेको थिएँ 2.5 फिटमा आफ्नो आवश्यकता अनुसार होइन अनि अब त्यही भएर तपाईँले ट्रेन्च बनाउनु पऱ्यो ट्रेन्च बनाउँदा के भन्दाखेरि बनाएर दुईपट्टि यहाँ हाल्ने होइन मल हाल्दाखेरि हजुरहरूले ध्यान दिनु है मल हाल्दाखेरि कतिले खाना पाएर यहाँ हालिरहेको हुन्छ यहाँ हाल्ने होइन यसको जरा त यहाँ आइरहेको हुन्छ 1 फिट होला एकदम खाने जरा हुन्छ नि यो खाने जरा त सर्लक्क यो भागमा चाहिँ फैलिरहेको हुन्छ त्यही भएर मल हाल्ने बेलामा यतापट्टि यहाँनिर खन्ने उतापट्टि चाहिँ यहाँभन्दा उतापट्टि खन्ने यसरी खन्ने र यतापट्टि चाहिँ दुईटैलाई पुग्ने गरेर तपाईँको यहाँनिर खन्ने होइन र तपाईँको मल माटो हालेर अनि मजाले त्यसलाई चाहिँ फिट दिने फिटेर पुर्ने त्यो मल राख्नुको लागि डिप चाहिँ कति जति खन्दा ठिक हुन्छ त्यही 10-15 सेन्टिमिटर जस्तो धेरै खन्नु पर्दैन त्यहाँभन्दा धेरै खन्नु पर्दैन जरा काटिनु जरा चाहिँ एकदम न्यूनतम है जरा धेरै काटिनु भएन यो चाहिँ यस्तो खालको रुटहरू भनेको यो फिडर रुट हो कि हेर्नुहोस् मल खाने जरा भनेको यो जरा हो यी है यसको मूल जरा हुन्छ नि त्यो मूल जराले त यो मलहरू लिने जरा होइन त्यो होइन यस्तो खालको जराहरू छोड्छ यसले यो भनेको तपाईँको त्यो मल खाने जराहरू चाहिँ यो हो यस्तो जराहरू धेरै काट्नु भएन होइन अनि सर्लक्क त्यो गर्ने र यो पोर्सनमा चाहिँ हाल्ने भएन यो यसलाई निकाल्नुहोस् यो निकाल्नुहोस् पुरै के हो यो काटेर यहाँबाट यहाँ हेर्नु यता हेर्नु त यहाँ बड यो तलको बडलाई हेर्ने भनेको थिएँ नि मैले यो तलको बडभन्दा जस्ट माथिपट्टि काटिदिने हो यसरी काटिदिँदाखेरि यहाँबाट सट्टा आउँछ अर्को निस्केर आउँछ होइन त्यसलाई चाहिँ उ भन्छ अब यसलाई पनि हामीले उ गर्ने यो हेर्नुहोस् जति सक्दो यो माथि नै जान खोज्छ कि माथि नै जान खोज्छ यो माथि जानु यसरी 2 आँखा जस्तो छोड्ने यो चाहिँ स्पर हुन्छ अर्को वर्षमा हामीले यसरी काटिदिने यो पाता आउने हाँगा हो पाता आउने हाँगालाई कति राख्ने भन्ने कुरा चाहिँ हामीले आफूले गर्नु पर्यो धेरै पात मात्रै ल्याएर पनि काम भएन नि त। नमस्कार, म यो सोलुखुम्बु जिल्लामा भएको एग्रो यो इको टुरिज्म डेभलपमेन्ट सेन्टर भनेर स्याउ खेतीको विशेष गरेर उच्च घनत्वमा स्याउ खेतीको चाहिँ काम भइरहेको रहेछ। यो उच्च घनत्वमा लगाउन सकिने स्याउका विभिन्न भेराइटीहरू लगाइएको र राम्रोसँग उत्पादन पनि दिइरहेको रहेछ। यो उत्तरतिर फर्केको पाखो र पर हामीले सगरमाथा पनि देख्न सकिन्छ यहाँबाट। यस्तो ठाउँमा मजाले उहाँहरूले खेती गर्नुभएर चाहिँ यो समुद्रिक सतहदेखि 2800-2900 मिटर उचाइमा रहेछ र मजाले स्याउहरूमा हेर्दाखेरि पनि यहाँ मजाले स्पोरहरू चाहिँ डेभलप भएको देखिन्छ। हेर्नुहोस् त फल फल्नको लागि र लास्ट इयर पनि राम्रै फल्यो भन्नुहुन्छ यहाँको यो बगैँचामा काम गर्ने दाजुहरूले। र यहाँ तार पनि लगाएको छ, लगभग 2-3टा तारहरू लगाएको छ। यो 10 फिट उचाइसम्म त पक्का पनि छ र यहाँ यसरी हेलनेटहरू पनि प्रयोग गरेर यसरी यो असिना पनि पर्ने कारणले गर्दाखेरि यसरी सुरक्षा गरिएको रहेछ। धेरै आँखाले भ्याइन्जेलसम्म स्याउको बगैँचा यहाँ देख्न सकिन्छ।